हामी चाहिँ अहिले तल झर्दैछौँ। यस्तो छ ठाउँ त, यति दामी छ, यति दामी। तल जाँदैछौँ। यहाँदेखि देखिने भ्यू चाहिँ यस्तो छ। मान्छेहरू घुमेर फर्किरहेछन्, घुमफिर गरेर मन्दिरको दर्शन गरेर फर्किरहेको छन्। हामी चाहिँ अहिले लागिरहेछौँ तलतिर। अनि यो चाहिँ बिचमा एउटा पोखरी छ, त्यस पछाडि यो मन्दिर भइहाल्यो। अनि माथि डाँडाकाँडा यस्तो दामी छ, हजुर भन्नु। यो जो गोला छ नि, हजुर यो घुम्छ, कहिले यता जान्छ कहिले, मतलब दिशा बदलिरहन्छ। यही त यसको मेन कुरा हो। के यो घाँसको यो राउन्ड जस्तो छ नि, राउन्ड अरे यो घाँस त्यो बिचमा छ त यो पानीको, यो कहिले यहाँ हुन्छ, कहिले यहाँ हुन्छ, कहिले वहाँ हुन्छ, मतलब दिन प्रतिदिन मतलब बदलिरहन्छ। यही छ यसको मतलब एउटा। और बिल्कुल राउन्ड छ यो, आफ्नो आप नेचुरली बिल्कुल गोल छ, तलबाट देखिन्छ बढिया। पछि गएर हामी आएर यहाँ थियो, यस्तो रहेछ रहस्य यहाँको। यो रहस्य हो यसको। यो भयो मन्दिर नि, यो बिचमा राम्रो छ। यो कसैले यसलाई घुम्ने देखाएको छैन अहिलेसम्म। आफै घुम्छ, माछाले जब यो मान्छे नदेख्ने बेला घुम्छ। माछाले घुमाउँछन्, माछाहरूले